Hello, welcome to my vlog after so long time. अनि हामी चाहिँ आज कास्कीकोट दरबार जान लागेको अनि बाटोमा आएर सम्झिए मैले भिडियो बनाउने भनेर त्यहाँ चाहिँ मेरा पल्टनहरु छन् के छ हिँड्दाखेरि कस्तो लागिरहेछ एकदम गुड हो ठिक छ गाइस हामी चाँडै कास्कीकोट दरबार जाँदैछौँ हिँडेर जाँदैछौँ थकै लाग्यो एउटा अल्छिनी यहाँ छ बिहान 12 बजे निस्केको मान्छे यस बेला बनाइदिए 2:30 भयो योसँग त कहिल्यै नहिँड्ने नि हुन्छ खासमा भन्नु पर्दाखेरि त अब के हान्ने मसँग नहिँड्ने नि हुन्छ तर हिँड्न पर्ने बाध्यता नै भयो जसरी हिँड्छ कुकुर्नी हो यो बाध्यता नै भएछ कि कुकुर्नी हो यो म कुकुर्नी हो कि रे यो बिरालो हो कि तर झम्टिन यसरी आउँछ ओइ आइज नि यार फोटो खिच्ने भनेको है हेर्नु घामै गइसक्यो के हेर्नु न साथीहरु फोटो त एउटा कति लाउने होइन अब मैले के पोस्ट गर्ने त ल भन्नु त सिधै हो के तर थाहा छैन मलाई उहाँ बाटो थाहा भएन उहाँ बाजेहरुसँग सोध्नु पर्यो बुवा माथि जाने बाटो यो हो कि यो यही बाटो हो यही बाटो अरे सबै लालीगुराँस टाउकोमा सिउरेर आइरहन् हामी बल्ल उक्लिँदैछौँ होला गर्ने मान्छेलाई दिनु पर्यो एउटा लौ न थ्यांक यू हेर्नु न हेर्नु है सबैजनाले हामीलाई चाहिँ त्यो दाइहरूले दिनुभएको हो दाइ हो कि हामी चाहिँ अब माथि गयो नि नगयो नि लालीगुराँस पायो लालीगुराँस चाहिँ हामीलाई त्यो दाइहरूले दिनुभयो हामीले चोराले गयो ऊ त्यहाँ पनि फुल्यो हामीले चोराले गएन यो चाहिँ हामीले लैजाने घर औषधि हुन्छ अरे यो चाहिँ हाम्रो नेसनल फ्लावर माछाको काँडा अड्क्यो भने औषधि हुन्छ अरे है माछा ल भन्नु हाम्रो ड्राई पिकनिकको लागि सामान धेरै छ ल बहिनी खै सलिना बहिनी फुलो थुङ्गेर ल हामी 4 जना आकांक्षा त रातो हामीले चाहिँ लालीगुराँस भेटायो हैन राम्रो ओइ सोध बाटो बाटो त्यही होला नि यता हेलो ब्रदर यताबाट हो कि यता हो नि जाने माथि यो बाटो हो हस् थ्याङ्क यू यस्तो सोधेन भन्छन् यस्तो थाहा तर हामीले चाहिँ लालीगुराँस पहिले नै बाटोमा पायौँ होइन भाइहरूले दिए हामीलाई रमाइलो भयो बल्ल धेरै पछि यसरी घुम्न निस्केको रमाइलो भइरहेछ के छ पक भिडियो लाग्योस् यस पैसा नि गर्नु खा सुर्ती खा मुखा हालेर चबा च्याप्पा चबा थुक पनि यसको नौटङ्की क्याप्चर गर्ने चाहिँ म कसरी रे गर्ने बगर बगर बगर
मुडीहरु लिएर आयो साथीले भन्दै आइज हाय हेलो गाइज हेलो कता गयो भुत्नीहरु झल्ला ग्याङ म्याची बेबी तिमी ब्याड फिस अनि म चाहिँ बसेको कुकुर अब जान्न नि म त अब जान्न क्या हो भन्ने यसले यसको पारा हेर न गाइस पारा क्या हो के रे जाम्बु मलाई खासै जान मन त थिएन यो कस्ता काम नलाउनेहरूले गर हेर नि यिनीहरू गर्न खान नपाएको जस्ता तिमीभन्दा त्यो भाइ हेर न कति है भाइले दुध खाएर रहेछ मैले खाएन यस्तो उत्ताउ राख्ने यिनीहरू छाडाहरू अनि खै हामी अन्त आयो कहाँ यो यस्तो सास लिन मुस्किल भएर फोहोर चाहिँ यस्तो नगरौँ ल कास्कीकोट यस्तो गाह्रो भयो हिँड्नु म त केही बोल्न सकिरहेन लालीगुराँस मेरो क्यामेराले देखाउँछ देखाएन फाइनली हामी आइयो जा न यतिकै म यही पठाइदिन्छु जा के जा जान्छ आऊ जा अहिले एकछिन फाइनली हामी चाहिँ आइयो आउनु अस्मिता प्रश्न पेपर मन थिएन जोगी बनारा तेरो दाजु किसिमले राम्रै हुन्छ भन्थे भन्नलाई फेरि भन्न मन थिएन जोगी भन्नलाई हेराउँदा किसिमले पानी पर्दैन जाऊ भन्दै जतिसरी भनेको नि पुगेन के हुन्छ यो बनायो नि के हुन्छ बनायो नि मेरो त घरै छैन छोरी मान्छेको घर हुँदैन अरे कि होइन कति तले घर हो त नि यो मलाई त सानो जति तलाको भयो नि सानो घर भयो भने छोरी मान्छेको घर हुँदैन अरे त्यही भएर चाहिँ अनि मैले चाहिँ आफ्नो लागि छुट्टै यहाँ भगवान्को अगाडि आएर घर बनाइसी कता मेरो राम्रो घर भइहाल्छ कि होइन मन्दिर जस्तो टक्क जानु पर्यो नि घर यहाँ चाहिँ और यसमा चाहिँ यति भागमा चाहिँ भगवान्को पूजा गर्ने भने हुन्छ टिना ताना बौलाइहरू यही पारा देखाउन आएका तिम्रो यहाँ कास्कीकोट दुःख गरी गरी गाइज हामी चाहिँ पानी पर्यो होइन कास्कीकोटको यो उसबाट मन्दिरबाट फर्किँदाखेरि लास्ट गाह्रो भयो कस्तो नराम्रो बाटो लिएर आयो है सुस्माले लास्ट नराम्रो बाटो लिएर हिँड्न नि गाह्रो भयो आइज न कसरी घुरघुरी तल राम्रो बाटोमा हिँड्छ अब कस्तो चाहिँ पाइदियो बोल्छ
ए कस्तो राम्रो लालीगुराँस यिनीहरूले टिपेको मैले त टिपेको नि झरा लिएर आएँ म त सक्दिनँ आफूलाई कसले हिँडाओस् होइन कस्तो गाह्रो भयो पानी परेर डेन्जर पानी परेछ मलाई लास्ट गाह्रो भएर नाकबाट सिकाउँछ बल्ल सिँढी आयो कस्तो उल्टो कता कताको बाटो झार्दैछन् कि यिनीहरूले ऊ आकाङ्क्षाले हाल्यो क्या मसँग थिएन अनि यहाँ चाहिँ यस्तो भइरहेको छ है आकाश गडाङ गुडुङ गरेर यस्तो छ हालत रोकियोस् गडाङ गुडुङ गरेर यिनीहरू चाहिँ यस्तो गरेर बसिरहेको छ खतरा गरिरहेको छ डेन्जर छ डेन्जर त्यही पनि हामी हार मान्दैनौँ हामी जान्छौँ ल अनि आजको यो पानीले चटाङ सटाङ गडाङ गुडुङले गर्दाखेरि चाहिँ हामी छुट्टिनु पर्ने अवस्थामा आइपुग्यौँ। बाई।